ल सुन्नुहोस् है, आज चाहिँ हामीले कन्टिन्युटी एन्ड डिसकन्टिन्युटी भन्ने च्याप्टर स्टार्ट गरेको छौँ। यो च्याप्टरमा चाहिँ यो कन्टिन्युटी भनेको कन्टिन्युअस भनेर बुझ्दा हुन्छ र डिसकन्टिन्युटी भनेको चाहिँ डिसकन्टिन्युअस त्यो नै हो। यसमा कस्तो हुन्छ भने यसमा चाहिँ हामीलाई एउटा क्वेसनमा चाहिँ एउटा भ्यालु दिएको हुन्छ अथवा एउटा फङ्सनमा चाहिँ हामीले त्यो फङ्सनको भ्यालु पुट गर्छौँ क्वेसनमा। यदि तिनटैको राइट ह्यान्ड लिमिट, लेफ्ट ह्यान्ड लिमिट र त्यो फङ्सन भ्यालु सेम आयो भने कन्टिन्युअस हुन्छ। यदि भ्यालु सेम आएन भने त्यसलाई चाहिँ डिसकन्टिन्युअस अथवा डिसकन्टिन्युटी भनिन्छ है। जस्तै राइट ह्यान्ड लिमिटको पनि भ्यालु 2 आयो, लेफ्ट ह्यान्ड लिमिटको पनि 2 र फङ्सन भ्यालुको पनि 2, सबैको एउटै एउटै एन्सर आयो भने कन्टिन्युअस भयो। एउटाको पनि एन्सर मिलेन, राइट ह्यान्ड लिमिटको 2, लेफ्ट ह्यान्ड लिमिटको 5, फङ्सन भ्यालुको 7, यस्तो आयो भने रिमुभेबल डिसकन्टिन्युटी भनिन्छ। यस्तोलाई कन्टिन्युअस बनाउनको लागि फङ्सनको भ्यालु चाहिँ हामीले मोडिफाई गर्नुपर्छ है त। अब फेरि जस्तै राइट ह्यान्ड लिमिट इक्वल टु लेफ्ट ह्यान्ड लिमिट त छ, तर फङ्सन भ्यालु चाहिँ 5 आइदियो। राइट ह्यान्ड लिमिट पनि 2 आयो अनि लेफ्ट ह्यान्ड लिमिट पनि 2 आयो, तर फङ्सनको भ्यालु 5 आयो। हो, यस्तो आयो भने यस्तालाई चाहिँ अर्डिनरी भनिन्छ है त। ल, कुरा यही नै हो भाइ बहिनी हो। अब सिधै हामी क्वेसनमा जाँदा हुन्छ जस्तो लाग्यो। सबभन्दा पहिला हामी 2 मार्क्सको क्वेसनमा जाउँ है। हामीलाई एक्जाममा 2 मार्क्समा सोध्ने क्वेसन भनेको कस्तो हुन्छ भने जस्तै कन्टिन्युअस छ कि डिसकन्टिन्युअस छ, कति पोइन्टले छ भनेर हामीलाई क्वेसनले सोध्छ क्या। जस्तै हेर्नु है त, फाइन्ड द पोइन्ट अफ डिसकन्टिन्युटी फर द फङ्सन। यस्तो टाइपको क्वेसन हामीलाई 2 मार्क्समा सोधिरहेको हुन्छ है धेरै जसो। जस्तै क्वेसन हामीलाई के दियो, एक्स स्क्वायर माइनस 8x माइनस 20। ल यस्तो दियो। अब तिनी पोइन्टहरू के छन् जसले गर्दा चाहिँ हाम्रो फङ्सन चाहिँ डिसकन्टिन्युटी अथवा डिसकन्टिन्युअस हुन्छ भनेर हामीलाई सोध्छ है। अब के गर्नु पर्यो भन्दा यता हेर्नुहोस् है त। हजुर, ल त्यो गिभन दिएको फङ्सनलाई चाहिँ हामीले इक्वेसन 1 मानौँ है त। इक्वेसन 1 कति बेला डिसकन्टिन्युअस हुन्छ भन्दा इफ एक्स स्क्वायर माइनस 8x माइनस 10 इज इक्वल टु 0 भएमा। ल खै अब यो फ्याक्टराइज गर्नुहोस् त, कति आउँछ एन्सर भन्नु त। सुन्नुहोस् है, अब तपाईँहरूले ठ्याक्क डाइरेक्ट पत्ता लगाउनुहुन्छ भने कस्तो लेख्दै पनि हुन्छ नि, एक्स स्क्वायर माइनस 10x माइनस 2x माइनस 20। किनभने यो दुइटा हटाएपछि त 8x आउँछ नि। डाइरेक्ट तपाईँले यो लेख्दै पनि हुन्छ है। त्यो ब्राकेटमा 10 माइनस 2 गरेर चाहिँ गरिराख्नु पर्दैन यदि हामीलाई आउँछ भने डाइरेक्ट। ल अब यसबाट एक्स कमन आयो, एक्स माइनस 10 रह्यो, यसबाट माइनस 2 माइनस भन्दा नि प्लस गरिसकेपछि एक्स माइनस 10 आयो भनेपछि के भयो त हाम्रो, एउटा एक्स माइनस 10, अर्को एक्स प्लस 2। ल यहाँसम्म आयो सबै भाइ बहिनीहरूको। ल यो आइसकेपछि त सकिहाल्यो त। आइदर एक्स माइनस 10 इज इक्वल टु 0, therefore x is equal to 10, or x plus 2 is equal to 0, therefore x is equal to minus 2। यदि त्यो x को भ्यालु चाहिँ 10 र माइनस 2 भएमा चाहिँ त्यो फङ्सन चाहिँ डिसकन्टिन्युअस हुन्छ भनेर लेखिदिने। ल सक्यो, 2 मार्क्स आइहाल्यो त। कति डिभाइड केही गर्न पर्दैन बेला छ।
आनन्द छ कि कस्तो आनन्द, केही गर्नै नपर्ने है। जिरोसँग लेट भन्दा पनि हामीले चाहिँ यो आइदर अर गराउनको लागि यो इजिकल टु जिरो भएमा चाहिँ हाम्रो डिस्कन्टिन्युस हुन्छ भनेर मानेको। भनेको त्यो कस्तो कुरा गर्नुभयो भने रुक्नु है त। हजुर, त्यस्तै त्यस्तै भनौँ न, फर्मुला सोधे जस्तै भयो क्या। हजुर, डक्टर होइन नि दाजु, म सिए हो नि। ए हड्डी कसरी 206 भयो सर भने जस्तो हो कि, हामीले गन्न त मिल्दैन हेर्दा। ल भयो है। त्यसो भने एउटा यस्तै खाले यो क्वेसन सल्भ गर्नुहोस् त। मतलब भन्दा माथि जे सुकै आए पनि मतलब भएन राजा हामीलाई। ल यो क्वेसन सल्भ गर्नुहोस् त। अनि एक्सको भ्यालु कति भयो भने चाहिँ डिस्कन्टिन्युस हुन्छ त्यो भन्नु त मलाई। हजुर हजुर। ए हेत तेरिका, एकजनालाई त मैले लिङ्कै पठाइदिन बिर्सेछु त। वान र टू आयो अरे। अब अरू के हेरौँ न त। ल उहाँ अर्को पनि वान र टू आएछ। अरू भाइ बहिनीहरूको के हो? वान र माइनस टू आयो भने चाहिँ अगाडि बिगारिसक्नु। अरूको कति आयो? 1 5 4 6 यस्तो ल्याउने कोही छैन। हेर्नुहोस् है, हामीलाई के थाहा, अब यो यहाँसम्म त भइहाल्छ होइन सबैको। अहिले फ्याक्टराइज गर्दा त बिगार्न त भएन यार भाइ बहिनी हो। 1 र 2 आयो। ल यहाँबाट त गरिन्छ नि अब। गर्नु है, ट्राई गर्नु। प्र्याक्टिस पुगेर रहन्छ कि जस्तो लाग्यो मलाई फ्याक्टराइजमा चाहिँ। जे होस् यसो प्र्याक्टिस चाहिँ हान्नु पऱ्यो। प्रतिष्ठा चाहिँ हजुरको आएको होइन माइनस टू। ल हेर्नु त, माइनस टू त आउने चान्सै होइन। माइक अफ गरेर बोलिरहनु भएको छ जसलाई। ए भइहाल्यो भइहाल्यो। ल त्यसो भए एउटा यो क्वेसन ट्राई गरौँ त। ल को रहेछ खतरा हेरौँ। अब यस्तो देख्ने बित्तिकै नआत्तिने है। मेरा बा के हो यो, यताउति चाहिँ गर्नु पर्दैन है।
यस्तोमा चाहिँ कसरी गर्नुहुन्छ खै भन्नु त यसो दिमाग केरम। होला कि डाइरेक्ट पो सल्भ हुन्छ कि कसरी होला एकचोटि दिमाग लगाउनु त खै। ल ल ल ल यहाँसम्म त भइहाल्यो होइन, त्यो लेट सेट इक्वेसन लगाइहाल्ने अनि यताउतिबाट ठ्याक्क जिरोसम्म त गरिन्छ नि त। के छ र भाइ भने यति दुई दुईवटा टर्म हेर्दै नि त, यसबाट के कमन आउँछ? एक्स क्युब कमन आयो, के बाँकी रह्यो? एक्स प्लस वान। त्यो हो, त्यो गर्न नि मिल्छ, तर त्यो गरेपछि चाहिँ उल्टो पुल्टो हुन्छ। यो हो फेरि एकैछिन ल हेर्नुहोस् है त, के यहाँ थियौँ हामी। त्यो गरेर चाहिँ उल्टो पुल्टो हुन्छ राजा, त्यसरी चाहिँ के मतलबै हुँदैन क्या। त्यो भन्दा चाहिँ यसरी ल्याइदिने। अब एन दुईटाबाट माइनस एक्स कमन ल्याइदिने, के बाँकी रह्यो? एक्स प्लस वान इजिकल टु जिरो। अब हेर्नुहोस् है, यहाँबाट के बाँकी आउँछ? एक्स प्लस वान बाँकी आउने हो। अब फेरि एस र यसबाट के कमन आउँछ? यक्स कमन आउँछ हो। के बाँकी रह्यो? यक्स स्क्वायर माइनस वान। अब यसलाई ए स्क्वायर माइनस बी स्क्वायरको जसरी खोलिदिने। त्यो भनेको एक्स प्लस वान भयो, एक्स माइनस वान, एक्स प्लस वान। यो एक्स त छँदै है, यही सुरुमै लेख्दै ल भइहाल्यो। एन दुईटाबाट नि के कमन आयो त? एक्स माइनस वान र एक्स प्लस वान भयो। अब आइदर एउटा यक्स इजिकल टु जिरो गरेर सिधै जिरो आइहाल्यो, अरमा एक्स माइनस वान इजिकल टु जिरो गर्ने एक्स इजिकल टु वान आयो, अर्को अर भनेको र माइनस वान आयो। भयो, बुझियो भाइ बहिनी हो। सुन्नुहोस् है, ध्यान दिनुहोस् है, यसमा हामीले केही पनि गर्न पर्दैन। अब यस्तो आयो भने अब एउटा यसमा अप्सन छ, हामीसँग के अप्सन छ भने यक्स कमन लिने। यदि यक्स कमन लियो भने के भयो? एक्स क्युब प्लस एक्स स्क्वायर माइनस एक्स माइनस वान भयो हो। अब हुने फेरि एउटै नै हो यसरी गरे पनि, तर यसरी गर्दा चाहिँ अलि झ्याउनी भएर हामीले दुई दुईवटा भेरिएबललाई हेर्छौँ है। एउटा यसलाई हेर्ने भयौँ, अर्को यसलाई हेर्ने भयौँ। अब यिन दुईटामा के कमन छ भन्दा एक्स क्युब कमन छ, त्यही भएर एक्स क्युब कमन आयो। बाँकी भनेको एक्स प्लस वान बच्यो।
अब एन दुईटाबाट माइनस एक्स कमन लिइसकेपछि एक्स प्लस वान बाँकी रह्यो। एन दुईटाबाट एउटा यहाँ एक कमन आयो। बाँकी भनेको अब यो एक्स क्युब र एक्सबाट पनि त कमन आउँछ नि त। एक्स क्युब माइनस एक्सबाट एक्स कमन आयो भने के भन्छु, एक्स स्क्वायर माइनस वान हो, जुन चाहिँ यहाँ भयो। अब एक्स स्क्वायर माइनस वान भनेको ए स्क्वायर माइनस बी स्क्वायरकोमा खोलिदिएको हामीले, ए माइनस बी ए प्लस बी। अनि यिनी तिनवटाबाट भने अब यो यक्स प्लस वान र यो यक्स प्लस वान भन्ने त एउटै हो नि त, त्यही भएर चाहिँ यसबाट नि एउटा कमन ल्याइदिएको। अनि बाँकी रह्यो यो, बुझ्नुभयो? कसरी मल्टिप्लाई ए यिनी तिनवटा, यिनी तिनवटा त भाइ एउटै हो नि त। ल सुन्नुहोस् त, एक्स प्लस वान पनि आयो अर, यता पनि अर एक्स प्लस वान आयो। अब यिनी त दुईवटा गरेको एउटै होइन, माइनस वान माइनस वान। यो माइनस वान अलि यताको अक्षरमा लेखे ह, यो अलि उताको अक्षरमा लेखे ह, फरक छैन दुईवटा भन्ने कुरो त एउटै हो नि त। ल हुन्छ हुन्छ। एक्स छ त उ तल एन्सरमा, नि आइदरमा हेर्नु त, यक्स इजिकल टु 0 सिधै भन्दैछ त यक्स चाहिँ 0 हो भनेर। त्यही भएर यसको भ्यालु भनेको 0 माइनस वान र वान आयो। ए मेरा बा, 1,67,597 स्टुडेन्टले चाहिँ एनजी हानेछन् एसीमा, जसमध्ये 42,000 चाहिँ मध्य प्रदेशबाटै भएछन् त यार। त रिजल्ट त धुस्नै बनाएछन् त। ल भयो है। अब हामीलाई जे होस् 2 मार्क्समा आउने यस्तै यस्तै खाले आउने हो, त्यही भएर चाहिँ यति गरे पुग्छ है। अब बाँकी चाहिँ यसो प्र्याक्टिस गर्नलाई है त, एउटा यसो ओल्ड गोल्ड हेरेर 30जना मध्येबाट पढेर 3जना मात्र। हजुर हो। ल ल ल भाइ। ल अब हेर्नुहोस् है, भयो है यो। हामीलाई चाहिँ अब अर्को कस्तो खाले क्वेसन आउँछ भने, कहिले काहीँ 2मा पनि आइदिन्छ, कहिले काहीँ त 5मा पनि आइदिन्छ क्या, सजिलो छ। कस्तो भने कन्टिन्युअस छ कि डिसकन्टिन्युअस छ भनेर चेक गर्ने। कन्टिन्युअस छ कि त्यो फङ्सन चाहिँ गिभन फङ्सन डिसकन्टिन्युअस छ भनेर चेक गर्ने खाले है त। जस्तै 1 नम्बरमा क्वेसन हेरिहालौँ। जस्तै कस्तो खाले सोध्यो भने एक्स स्क्वायर माइनस 16 एक्स माइनस 4 8 एक्स इजिकल टु 4।
यदि यक्स चाहिँ 4 हुँदा यो फङ्सन चाहिँ कन्टिन्युअस छ कि डिस्कन्टिन्युअस छ भनेर हामीलाई सोध्छ है। हामीलाई के थाहा छ भने कन्टिन्युअस हुनको लागि तीनवटा कुरा चाहिँ म्याच हुनुपर्छ भन्न खोजेको। लेफ्ट ह्यान्ड लिमिट इजिकल टु राइट ह्यान्ड लिमिट इजि हो, यिनी तिनवटा चाहिँ बराबर हुनपर्छ कन्टिन्युअस हुनको लागि। ठिक छ, ल अब गरिदिइहालौँ न त। ल लेफ्ट ह्यान्ड लिमिट लिम। यो क्वेसनमा चाहिँ एउटै भएको कारणले गर्दा लेफ्ट ह्यान्ड लिमिट र राइट ह्यान्ड लिमिट चाहिँ एउटै नै हुन्छ है। फोर, ल यहाँसम्म ठिक छ। सिधै 4 राख्ने अन्त 0/0 आउँछ। अब त्यो 0/0 बनाउन भएन, के गर्न सकिन्छ भन्दा ए स्क्वायर माइनस बी स्क्वायरमा खोलिदिउँ। 4, अब यो र यो काट्यो, बाँकी एक्स प्लस 4 जुन भनेको 4 + 4 = 8। यो क्वेसनमा दुईवटा लिमिट छैन है, लेफ्ट ह्यान्ड र राइट ह्यान्ड दुईवटा नभएको कारणले गर्दा एउटै भएको हो है त। त्यो हो रिजन चाहिँ। अहिले कस्तो हुन्छ लेफ्ट र राइट भएको भन्ने अर्को क्वेसन हेरौँला है। ए ल अहिले ठ्याक्कै अर्को क्वेसन गरिन्छ, म बुझिहाल्छु नि कसले के सोध्छ कसरी सोध्छ भन्ने हो क्या। ल अब सिधै ल र फङ्सनमा भ्यालु राखिदिउँ। चारको ल 0 आयो है सिधै। राख्नुहोस् है फेरि यहाँ त अहिले यहाँ राखिदिन्छु फेरि। 4को स्क्वायर माइनस 16 डिभाइड बाई 4 माइनस 4 गरेर 0 आयो। भनेपछि बराबर रहेछ त? रहेनछ। भनेपछि यो फङ्सन के रहेछ? डिस्कन्टिन्युअस हुने रहेछ। जब यक्सको भ्यालु चाहिँ 4 हुन्छ त्यति बेला यो फङ्सन डिस्कन्टिन्युअस हुन्छ। कति सजिलो छ, कहिलेकाहीँ फ्याट्टै 5 मार्क्समा सोधिदिनै सक्छ है। फेरि पास बनाऊ अभियान लागे भने क्वेसन काट्ने बेला ठ्याक्कै यस्तै क्वेसन पर्ला फेरि। हजुर एकैछिन है, के भन्नुभयो? भ्यालु इक्वल टु आएन नि त, यो 0 भएर भएको होइन कि। यता 8 आछ यता 0 आछ, 8 = 0 इक्वल टु हो त हो, त्यही भएर डिस्कन्टिन्युअस भयो। यदि यहाँ पनि 8 भएको भए 8 = 8 जुन भनेको कन्टिन्युअस हुन्थ्यो। ल जस्तै त्यस्तो क्वेसन रुक्नु है। ल यो क्वेसन ट्राई गर्नुहोस् त भाइ बहिनी हो। यक्सको भ्यालु 2 हुँदा चाहिँ यो फङ्सन के हुन्छ है? हजुर हजुर सिधै राखे पार्दा फेरि लिमिट त 0/0 आयो नि त। हामीले त एक सुरुकै दिन के पढेको? लिमिटको भ्यालु कहिले पनि 0/0 आउनुहुन्न अथवा इन्फिनिटी आउनुहुन्न भनेर पढेको नि त। होइन होइन राजा, त्यो त फङ्सन हो नि त। कस्तो भने फङ्सनको भ्यालु चाहिँ 0 आउन मिल्छ है, तर लिमिटको भ्यालु चाहिँ 0 आउनु मिल्दैन। त्यही भएर त्यो हामीले सिधै गरिदिउँ। त्यो त हामीले बेसिक जस्तै तपाईँले 2 3 क्लासमा 4 5 6 7 8 क्लासमा 1 2 मार्क्समा यस्तै सोध्छ नि, ल यो भ्यालु राख कति एन्सर आउँछ भनेर। त्यसमा त भाइ बहिनीहरूले त सिधै राखिदिने हो नि त। हामीले त त्यस्तोमा त हो, यो पनि त्यही हो राजा।
यदि सुन्नुहोस् है लिमिटमा सबैभन्दा फर्स्टमा हामीले के चेक गर्ने हो 0/0 आउँछ कि आउन्न भनेर चेक गर्ने हो है यदि आएन भने हामीले सिधै भ्यालु राखिदिँदा हुन्छ केही यताउति गर्नु पर्दैन पहिला चाहिँ त्यो कुरा चाहिँ चेक गर्नु पर्यो भइहाल्यो त केही गर्नु पर्दैन राजा हामीलाई के थाहा ल त हेर्नुहोस् है यो क्वेसन सिम्पल त्यस्तो भास्ट केही नसोचौँ न हाम्रो लिमिटको अब यही हो लेफ्ट ह्यान्ड लिमिट भने पनि राइट ह्यान्ड लिमिट भने पनि है ल सिम्पल टुलहरू राखिदिनु न त 2 दुना 4 + 1 गरेर 3/5 आयो अब फङ्सनको भ्यालु पनि यही नै हुन्छ 3/5 नै आउँछ त्यसरी चाहिँ 3/5 = 3/5 यो फङ्सन चाहिँ एक्जिस्ट गर्छ कन्टिन्युअस छ हामीले फेरि किन फ्याक्टराइज नगरेको भन्ने कुरा होला हाम्रो फर्स्ट स्टेप भनेकै के हो भने लिमिटको भ्यालु 0/0 पो नल्याउने हो नि यदि 0/0 आउन आएन भने त हामीले जसरी यति फेरि गरे पनि हुन्छ सिधै भ्यालु राख्दै पनि हुन्छ है यसमा चाहिँ त्यो तलबाट कमन लिने त्यो यताउति गर्नु चाहिँ हामीले पर्दैन त्यो हो कुरा बुझियो प्रञ्जलजी ल प्रतिष्ठाजीले बुझ्नुभयो ल रविशमा छेत्री ल भइहाल्यो त हामी ल त्यसो भने अर्को यो क्वेसन गर्नुहोस् त 2 भन्दा नि x = 4 है यो x चाहिँ  खै अब त्यही थाहा भइहाल्छ नि के हुँदो रहेछ भाइ बहिनी अरूको के आयो उहाँ एकजनाको कन्टिन्युअस आएछ हाम्रो चन्द्रजीको अरूको उहाँको पनि कन्टिन्युअस आएछ विष्णु उपाध्यायजीको के भइरह बास बिबिसा पौडेल ल प्रीति छेत्री ए हुनु नि रहन्छ
अर्को प्रकृति तिवारीको के आयो? ल कामना कडेलको? ल भइहाल्यो त उसो भए। होइन होला भाइ यार, मजाक नगरौँ न। सिधै लगेर 4 को भ्यालु राखिदिनु न त। केही गर्ने परेन अनि। आयो। ल गर्न सकिन्छ नि त होइन त प्रञ्जल भाइ? ल ल भइहाल्यो। ल अब चाहिँ हल्का हल्का मुडम है त। अब हेर्नुहोस् है, हामीलाई 5 मार्क्सको क्वेसनको लागि ठ्याक्कै आउने भनेको कस्तो भने भेरी भेरी इम्पोर्टेन्ट लेख्ने है त यो क्वेसन। जस्तै अब फङ्सन इज डिफाइन्ड, हो त। ल एक्स प्लस 2 4x, सरी 4x माइनस 1 for x is 1 is equal to 1 for हो। यस्तोमा चाहिँ एउटा लेफ्ट ह्यान्ड लिमिट हुन्छ, एउटा राइट ह्यान्ड लिमिट हुन्छ, एउटा फङ्सन हुन्छ है त। कहाँ छ न युकेससी? अब यति बेला फेरि अफ हुन कि जस्तो लाग्यो मलाई। हो, एउटा मात्र भए पर लेफ्ट ह्यान्ड र राइट ह्यान्ड एउटै हुन्छ, फङ्सन पनि एउटै हुन्छ। यसरी दियो भने एउटा लेफ्ट ह्यान्ड, एउटा राइट ह्यान्ड र एउटा फङ्सन हुन्छ है। अब सुन्नुहोस् है, कुन यिन दुइटामा रुक्नुहोस् है, ग्रेटर देन लेस देनको यताउति मिनिङ त बुझिन्छ है? ल है, होइन यो ट्याबदेखि हल्का लेख्न गाह्रो भएर हो क्या। ल सुन्नुहोस् है, यो यसको मिनिङ बुझिन्छ, ग्रेटर देन लेस देन यताउति भन्ने। यति त्यति धेरै त हामीलाई चाहिँदैन। जस्तै यिनमा चाहिँ के भनेको यो चाहिँ हामीले बुझ्न पर्छ कि, नत्र लेफ्ट ह्यान्ड कलामानी त थाहा पाउनु पर्यो नि त। त्यही यहाँ यक्स छ, 1 छ, यता -1 छ। यसले के भनेको छ? कुन ठुलो छ? यक्स ठुलो छ। हो, सुन्नुहोस् है, हल्का बुझ्न गाह्रो लाग्छ भने जो चुच्चे त्यो फुच्चे। के अरे जो चुच्चे त्यो फुच्चे है, चुच्चो जतातिर छ त्यो फुच्चे छ है त। हजुर, जस्तै यस्तोमा अब हामी कहिलेकाहीँ कन्फ्युज भइन सकिन्छ होइन, कुन ठुलो छ अथवा कुन सानो छ। यसमा जो चुच्चे त्यो फुच्चे, चुच्चो यता छ यक्स फुच्चे। अब यता चुच्चे छ 1 फुच्चे। कुरा बुझियो विष्णुजी? ल ल हेर्नुहोस् है, अब चाहिँ हाम्रो एउटा लेफ्ट ह्यान्ड लिमिट हुन्छ। यो पावरमा यो माइनस जस्तो देख्नु भएको छ नि, यसले पनि लेफ्ट ह्यान्ड लिमिट रिप्रेजेन्ट गर्छ है। यो भन्न खोजेको कस्तो भन्दा 1 भन्दा सानो भन्न खोजेको है त, यो माइनस देखिनेको कारण चाहिँ। ठिक छ, के हो रे यो भन्नेको? यो माइनस भन्नेको चाहिँ 1 भन्दा सानो भन्दा यसलाई माइनस भन्ने बित्तिकै हामीले लेफ्ट ह्यान्ड लिमिट भन्ने बुझिन्छ है। हामीले लेफ्ट ह्यान्ड लिमिट भनेर लेखिराख्नु पर्छ भन्ने नि छैन क्या। पावरमा माइनस लेखिने बित्तिकै त्यो जहिले पनि लेफ्ट ह्यान्ड लिमिट हुन्छ है भनेर बुझ्दा पनि हुन्छ। यस्तो कुरा बिर्सिन सकिन्छ, नोट भन्ने ठ्याक्क माथितिर लेख्दा हुन्छ है। ल त्यसो हो भने भ्यालु राखिदिउँ, एक्स प्लस 2। ए क्वेसन पुरै दिन्छ कि के हो? डिस्कस द कन्टिन्युटी of the function h x is equal to 1।
ल कन्टिन्युटी छ कि छैन x इजिकल टु 1 हुँदा भनेर सोध्यो है त हामीलाई क्वेसनले। ठिक छ। हो अब यता हेर्नुहोस् यक्स भन्दा ल ल भइहाल्यो यक्स इजिकल टु 1 छ हो। अब यो यक्स चाहिँ 1 भन्दा सानो छ भने अथवा यक्स ठुलो भयो भने राइट ह्यान्ड लिमिट हुन्छ, यक्स सानो भयो भने लेफ्ट ह्यान्ड लिमिट हुन्छ। अब यसमा चाहिँ यक्स सानो छ त्यही भएर लेफ्ट ह्यान्ड लिमिट भयो, यसमा चाहिँ यक्स ठुलो छ त्यही भएर यो राइट ह्यान्ड लिमिट भयो। इजिकल टु यक्स भनेर चाहिँ यो फङ्सन भयो। ल फेरि माथिको जहिले पनि लेफ्ट हुँदो रहेछ तलको राइट बिचको फङ्सन हुँदो रहेछ भन्ने चाहिँ नबुझौँ है। ओ दामी यत्तिको हुन पर्यो नि त। ल अब भ्यालु हेरेर राखिदिउँ 1 + 2 3 आयो। त्यसै गरी राइट ह्यान्ड लिमिट ल अब लिमिट एफएक्स भनेको 4x - 1 यो गर्दा 4 1 - 1 गरेर 3 आयो। लेफ्ट ह्यान्ड र राइट ह्यान्ड त बराबर आयो, तर फङ्सन भ्यालु आउँछ कि आउँदैन भनेर चेक गर्न पर्यो अब हामीले हो। फङ्सन भ्यालु एट x इजिकल टु 1 4x अब f1 हुँदा 4 1 गरेर 4 आयो भनेपछि हाम्रो के रहेछ राइट ह्यान्ड लिमिट इजिकल टु लेफ्ट ह्यान्ड लिमिट बट नट इक्वल टु f1। जब फङ्सनको भ्यालु 1 हुँदो रहेछ तब चाहिँ हाम्रो यो यिनी तिनवटा चाहिँ इक्वल हुने रहन्छन् भनेपछि यो चाहिँ डिस्कन्टिन्युअस फङ्सन रहेछ। कुरा बुझ्नुभयो है। ल युकेश भाइ अब हल्का पछाडि भयो, एकचोटि ठ्याक्कै यसो रिभिजन चाहिँ गर्नुपर्छ है त, त्यस्तो गाह्रो केही पनि छैन। किन बुझिन्न अब हामी छौँ त बुझाउन। ल हजुर ए ल भनेपछि केटाहरूकोतिरबाट 1-1 केजी लड्डु आउने भयो नि त। ल त्यसो भने अब यो क्वेसन ट्राई गर्नु त भाइ बहिनी हो, सेम अहिलेको जस्तै है क्वेसन चाहिँ होइन। अब यहाँ मैले तपाईँहरूलाई डाइरेक्ट क्वेसन दिन्छु। 2x + 1 छ, 2x छ, 3x छ, 4x फुच्चे 1 छ, x इक्वल टु 1 छ, x इज ग्रेटर देन 1 छ। fx इज इक्वल टु 1 हुँदा चाहिँ सुल दिस फङ्सन विल बी कन्टिन्युअस अर डिसकन्टिन्युअस पत्ता लगाउनु त भाइ बहिनी हो। बिचको 2 आयो। कति सजिलो छ नि है, फ्याट कि फ्याट। 5 मार्क्स भाइ के का 2 मार्क्स आउन्न हो भाइ। कहिलेकाहीँ चाहिँ सुन्नुहोस् है, तपाईँहरूलाई फङ्सनको भ्यालु फेरि डाइरेक्ट जस्तै यहाँ 2x को ठाउँमा 2 मात्र दिएको भए के गर्नुहुन्थ्यो? त्यो फङ्सनको भ्यालु अहिले 2x दिएको छ, सपोज तपाईँलाई 2 मात्र दिएको भए के गर्नुहुन्थ्यो? क्वेसन रङ भन्नुहुन्थ्यो कि के भन्नुहुन्थ्यो? ट्याक्कै हुन्थेन है, त्यो डाइरेक्ट फङ्सनकै एन्सरै 2 आउने रहेछ भन्ने बुझिन्छ है त। ल सुन्नु भएको छ नि भाइ बहिनी अरूले नि फेरि
बिबिसाजीले सुन्नुभयो भर्खरै के भनेको? बिबिसा पौडेल सुनियो? सिखिलारै चाहिँ सुनिएन। ल सुन्नुहोस् सुन्नुहोस् है, कहिलेकाहीँ कस्तो हुन्छ भने त्यो फङ्सन भनेर अहिले यहाँ 2x दिएछ नि हो, कहिलेकाहीँ चाहिँ त्यसमा चाहिँ डाइरेक्ट 2 मात्र दिन्छ है। यदि 2 दियो भने त्यो फङ्सनको भ्यालु नै 2 आउने रहेछ भनेर बुझ्नु पर्यो है त। कति आनन्द, केही गर्नै परेन, क्वेसनले गरेर दियो। त्यहाँ एकदम राजा, केही गर्नै परेन, सिधै लेफ्ट ह्यान्ड लिमिट इजिकल टु राइट ह्यान्ड लिमिट गरिदिने। अब नट इक्वल टु त बिचमा फेरि झुक्केर काटिएको होइन, त्यसले फेरि नट इक्वल टु रिप्रेजेन्ट गर्छ है भाइ बहिनी हो। फेरि झुक्केर काटिएछ सरको अन्य बुझ्नलाई। पर्दैन भाइ, अल्जेब्रा त खास पर्ने होइन तपाईँहरूलाई, त्यो ठ्याक्कै यो डेरिभेटिभमा यस्तो क्वेसन आएर अल्जेब्रा गर्दाखेरि झ्याउ होला भनेर। पर्दैन। एकैछिन है, मैले एउटा कल ब्याक गरिहालेँ। हेलो हजुर, म वाट्सएपमा आएको थिएँ यार। ल ए माइक अफ गरेर म बोलिरहेको रहेछु नि। के अरे हजुर, होइन त्यस्तो होइन राजा, म अहिले भर्खरै भनेको माइक अफ गरेर बोलिरहेको रहेछु भनेको क्या। ल एउटा क्वेसन मैले दिन्छु है, त्यो क्वेसन चाहिँ तपाईँले ट्राई गरेर आउनला। अनि मैले चाहिँ अब सिधै तपाईँलाई डेरिभेटिभको फर्मुला लेखाइदिन्छु। त्यो फर्मुला चाहिँ यसो बुधबार आउँदा चाहिँ यसो राम्रोसँग छ्याक्कै हेरेर आउनला है त भाइ बहिनी हो। ल एउटा भनेको यो 2022 फलको क्वेसन एकचोटि हेरेर आउनला है त। 22 बास कति आनन्द त। अरू अरू कसैसँग छ कि? प्रतिष्ठासँग छ मलाई थाहा। ल 2020 फलको पठाइदिने। कोसँग छ? ल मैले पठाइदिन्छु भाइ बहिनी, कति आनन्द यार। मैले पठाइदिन्छु है त, ल केही चिन्ता नगरौँ उसो भए। अरू कसैसँग छ भने अरूले पनि पठाइदिँदा हुन्छ। अब यदि कसैसँग नि छैन, विद्यार्थी अड्के पढ्नै नपाएर भयो भने त अब सिधै मैले पठाइदिन्छु। ल
अब सुन्नुहोस् है, अब चाहिँ हाम्रो ठ्याक्कै एक्ज्याक्टली डेरिभेटिभ स्टार्ट हुने चाहिँ अबको पोइन्टदेखि हो है त। अबको पोइन्टबाट डाङ्की डाङ हामीले डेरिभेटिभ चाहिँ बल्ल स्टार्ट गर्ने हो। तर आज चाहिँ हामीले फर्मुला डिस्कसन मात्र गर्छौँ। तपाईँहरूले यो फर्मुला चाहिँ वेडनेसडे आउँदा चाहिँ ठ्याक्क जिउरामा लिएर आउनु होला। त्यसपछि चाहिँ फ्याटकी फ्याट हिसाब गर्दा यस्तो मजाले बुझिन्छ कि। ल, डेरिभेटिभ भनेको खास के हो रे? चेन्ज हो भाइ, चेन्ज। बाइक चलाउँदा स्पिड हो भने रेट भने होइन, चेन्ज भनेको हो। ए ल, चेन्ज भनेको चाहिँ त्यो रेट अफ चेन्ज भनेको डेरिभेटिभ हो है त। ल, यो डेरिभेटिभको चाहिँ केही बेसिक फर्मुलाहरू छ, त्यो फर्मुला चाहिँ हामीले लेखौँ है। जस्तै एक नम्बरमा तपाईँले के बुझ्नु पर्यो भने, जस्तै कुनै पनि एउटा कन्सटेन्ट, जस्तै हामीले यक्सको आधारमा चाहिँ हामीले डेरिभेटिभ गरेको छौँ भन्ने बुझिन्छ है। डिवाई डिएक्सले चाहिँ डी बाई डिएक्सले हामीले यक्सको रिप्रेजेन्ट गरेर चाहिँ डेरिभेटिभ गरिरहेको छौँ भन्ने बुझिन्छ। यदि हामीलाई कुनै एउटा कन्सटेन्ट भ्यालु दियो, जस्तै 2 को डेरिभेटिभ गर्न पर्यो, अथवा 5 को, अथवा यस्तै कुनै एउटा नम्बरको, एउटा कन्सटेन्ट नम्बरको डेरिभेटिभ गर्न पर्यो भने जहिले पनि 0 हुन्छ है त। तर हामीले अहिले 2x अथवा 5x को डेरिभेटिभ गर्न परेको भए 2 अथवा 5 आउँथ्यो है त, किनभने यहाँ यक्स छ नि त। हो, कुनै पनि कन्सटेन्ट नम्बरको डेरिभेटिभ गर्दा जहिले पनि 0 आउँछ है त। ल, जस्तै जस्तै यहाँ हेर्नुहोस् है, हामीले के को आधारमा डेरिभेटिभ गरिराखौँ? यक्सको रिप्रेजेन्टमा डेरिभेटिभ गरिराखौँ। यदि क्वेसनले हामीलाई ax प्लस b भने पार यसको डेरिभेटिभ a मात्र हुन्छ है। b भनेको कन्सटेन्ट भयो यसमा। किन भयो भन्दा पछाडि यक्स नभएर कन्सटेन्ट भयो है त। b को डेरिभेटिभ भनेको 0 हुन्छ, यो भनेको a नै भयो। कुरा बुझ्नुभयो? यति कुरा बुझ्नुभयो कि नै? यो कुरा बुझेपछि त डेरिभेटिभ त सकिहाल्यो त अनि। बुझियो भाइ बहिनी हो? हजुर। ल, अब अर्को, यदि यक्स मात्र छ भने त्यसको डेरिभेटिभ जहिले पनि 1 हुन्छ है त। यक्स मात्र छ भने यसको डेरिभेटिभ जहिले पनि 1 हुन्छ, ठिक छ। ल, त्यसै गरी अर्को भनेको, अब ऐको जस्तो ax छ भने यसको डेरिभेटिभ जहिले पनि a हुन्छ है त। ल, अर्को भनेको ax प्लस b छ भने के हुने भयो? यसको डेरिभेटिभ a मात्र हुने भयो। b भनेको कन्सटेन्ट भयो, 0 हुने भयो है त। र फाइनल भनेको हाम्रो a मात्र हुन्छ। ल, अब अर्को भनेको पावरवाला रुल। यो भनेको बेसिक रुल थियो। अब पावर रुल भनेको सुन्नु है। जस्तै डेरिभेटिभ त हामीले जहिले पनि यसैको रिप्रेजेन्टमा गर्छौँ। जस्तै x को पावर n आयो भने यसको डेरिभेटिभ भनेको n इन्टु यक्स n माइनस 1 हुन्छ है। भन्न खोजेको जस्तै हामीलाई 6x को पावर 5 आयो भने यसको डेरिभेटिभ भनेको 5 इन्टु 6 x को पावर 5 माइनस 1, र यो गरेर 5 6 का 30 x को पावर 4 आउँछ है त। यो भनेको पावर रुल हो है डेरिभेटिभको। कुरा बुझ्नुभयो? चन्द्रबहादुर भाइ कुरा बुझियो? ल, युगेश भाइ फेरि कहाँ पुग्नुभयो? लाइन गएको छ सर भन्नु नि होला अहिले फेरि बिचमा आएर। ल, यो भनेको के रुल रहेछ? पावर रुल हो है त। अब त्यसै गरी अब अलि अर्को पावर है त। जस्तै यता हेर्नुहोस् है, अब जेनरल पावरतिर जाउँ। यति एउटा मात्र भाइ। अब जेनरल पावर, जस्तै ax प्लस b को पावर n भयो भने यसको फर्मुला के हुन्छ होला भन्नुहोस् त? n इन्टु ax प्लस b को पावर n माइनस 1 यसरी आउँछ। यो कसरी आउँछ भन्ने ठ्याक्कै
उसमा चाहिँ बुझौँला है, जेनरल पावर भन्छ। यो चाहिँ क्वेसन गर्ने बुझौँला। अब भनेको हामीलाई अर्को बुझ्नुपर्ने भनेको चाहिँ एउटा प्रोडक्ट रुल हो, अर्को सम रुल हो। जस्तै कस्तो भन्दा यो ध्यान दिएर हेर्नुहोस् है, यो प्रोडक्ट रुल नसार्नुहोस् है। तपाईँहरूलाई मैले नोट पठाइदिन्छु भाइ बहिनी हो, केही यात्ती नै परेन क्या, लेख्नै परेन। कति आनन्द दिएछु मैले त, मजाले पुरानो सुने जस्तो सुने हुन्छ अहिलेलाई चाहिँ। यसो यो चाहिँ ध्यान दिएर हेर्नुहोस् है त। जस्तै हामीलाई युभी, यसले चाहिँ हामीलाई पावर रुललाई यहाँ इन्टु भनेको है, यो फेरि पोइन्ट भनेको होइन। अब पावर रुल के हुन्छ भने यु डिभाइड बी, भीलाई चाहिँ हामीले यहाँ डेरिभेटिभ गरिन्छ प्लस भी डिएक्स यु। अब यता युको डेरिभेटिभ गरिन्छ, एकचोटि भीको गरिन्छ, एकचोटि युको डेरिभेटिभ गरिन्छ है त। यो भनेको कुन हो? प्रोडक्ट रुल हो। ल त्यसै गरी अब डिभाइड रुलमा चाहिँ के हुन्छ भन्ने हेरौँ। भी डिभाइड डिएक्स, युको गर्ने डेरिभेटिभ प्लस यु इन्टु डिभाइड डिएक्स, भीको गर्ने होल डिभाइड बाई भी स्क्वायर हुन्छ है त। ल ठ्याक्कै डिभाइड र मल्टिप्लाईको चाहिँ ठ्याक्कै उल्टो छ डेरिभेटिभ। यता हामीले भीको फर्स्टमा गर्थ्यौँ भने यता युको गर्छौँ, अनि यता युको गर्थ्यौँ भने यहाँ चाहिँ भीको गर्छौँ, अनि होल डिभाइड चाहिँ भी स्क्वायर गरिदिने रहेछौँ है त। ल हजुर हजुर, यो ठ्याक्कै अहिले जुन अहिले सेकेन्ड सेममा पुगेको भाइ बहिनीहरू छ नि, अँ तिनीहरू फर्स्ट सेममा जति बेला पुगेको थियो त्यति बेलाबाट चाहिँ चेन्ज भएको थियो, 1 वर्ष अगाडि। उम्, त्यस्तो धेरै चेन्ज भएको त छैन, तर तिनीहरूले चाहिँ खतरा पर्छन् केटाकेटी हो। तिमीहरूले सेभेन्थ एट सेममा के गरेको? इन्टर्न कतै गएको? एउटा सेम मात्र गएको होला होइन, सेभेन्थ सेममा हो। तिनीहरूले त अब ठ्याक्कै 1 वर्ष इन्टर्न हुन्छ। कलेज राम्रो छ भने बाहिर पठाइदिन्छ इन्टर्न। सिधै सेभेन्थ सेम सिक्स सेम मात्र पढ्नुपर्छ तिनीहरूले। सेभेन्थ र एट भनेको इन्टर्न हो। कति आनन्द। सेभेन्थको कस्तो छ भने तपाईँहरूले सेभेन्थ सेम चाहिँ इन्टर्न भनेर गर्नुभयो नि, तिनीहरूको त्यस्तै छन् क्या, स्पेसलाइजेसन सब्जेक्ट छ। अनि स्पेसलाइजेसनको लागि यदि कलेज राम्रो बढ्यो भने कलेजले लिने हो स्पेसलाइजेसन सब्जेक्टहरू त। अनि त्यस्तो भएर चाहिँ तिनीहरूको सेभेन्थ र एट गरिदिन्छ क्या खास। भइगयो त। ल अब हेर्नुहोस् है त, यहाँ लोगारिथम एक्सपोन्सियल तिनीहरूको पनि कहिलेकाहीँ सोध्छ, तिनीहरूको नि मेन इम्पोर्टेन्ट हो है। यहाँसम्म त सबैले मिलाउनुहुन्छ। अब यहाँबाट चाहिँ हल्का हल्का कस्तो कस्तो लाग्छ, अब चाहिँ ध्यान दिनुहोस् है त। ईको पावर यक्स, यसको डेरिभेटिभ ईको पावर यक्सै हुन्छ है। जे छ डेरिभेटिभ त्यही नै हुन्छ है त, जहिले पनि यसको चाहिँ ख्याल गर्नु है। यो एक्सपेन्सियल भनेको धेरै जसोले चाहिँ पढ्ने झ्याउ मान्नुहुन्छ क्या यिनी लोगारिथमहरू, त्यही भएर चाहिँ यो एकदम सजिलो छ है। ल एकदम हो त, सबैले झ्याउ मान्ने खास सजिलो हो कि, यत्तिकै झ्याउ मान्छन्, हल्ला फैलाइदिन्छन् यत्तिकै। एक्स ईको पावर एएक्स, अब यसको डेरिभेटिभ के हुने भयो? ए इन्टु एएक्स हुने भयो। ल यति, अब एउटा मात्र लेखाइदिन्छु यसको चाहिँ, डी बाई डिएक्स ईको पावर एएक्स प्लस बी। यस्तो सो देखा भने नि ए ईको पावर एएक्स प्लस बी नै हुन्छ है त। ल अब लोगारिथमको लेखौँ। ल अस्ति यता डी बाई डिएक्स लग एक्स, लग एक्सको जहिले पनि डेरिभेटिभ 1 डिभाइड बाई यक्स हुन्छ है त। लग एएक्स, यसको डेरिभेटिभ भनेको ए डिभाइड बाई एएक्स हुन्छ। त्यसै गरी अर्को लग एएक्स
प्लस अथवा माइनस बी ए डिभाइड बाई एएक्स प्लस अथवा माइनस बी यो भन्न खोजेको यदि प्लस छ भने यहाँ प्लस भयो माइनस छ भने माइनस भयो भनेको है त ल यति हो भाइ बहिनी हामीलाई फर्मुला चाहिने भनेको अनि जस्तै अझै एउटा लास्ट अब एउटा फर्मुला डी बाई डिएक्स ए को पावर यक्स यस्तो छ भने ए को पावर यक्स इन्टु लग ए हुन्छ है त ल यति मात्र फर्मुला भाइ बहिनी कति सजिलो छ सबैभन्दा पहिला मेन तपाईँहरूले यिनलाई ध्यान दिन होला है त यिनी तलको फर्मुलालाई यिनी भनेको ठ्याक्क खतरा हो क्या धेरै त बुझ्नुपर्ने यो हो तर यो भनेको बेसिक हो होइन त्यो 2 क्लासको एकजना साथीले नि भनिदिन्छ हामीले भनेको त्यो एक्सपेन्सियल लोगारिथम अलि ध्यान दिनु पर्यो है त डेरिभेटिभको तपाईँलाई मैले हिस्ट्री भनिदिन्छु है त एउटा हिस्ट्री कस्तो छ भने डेरिभेटिभको चाहिँ हाम्रो क्लासमा एकजना त्यो दुर्गेश भन्ने साथी थियो क्या मेरो दुर्गेश थापा होइन दुर्गेश भुषाल भन्ने एकजना साथी थियो होइन त्यसलाई बाबु तिम्रो नाम के हो भनेर सरहरूले सोद्धा नि गरेर बस्थ्यो क्या त्यसलाई त्यसको नामै थाहा थिएन क्या त्यस्तो थियो होइन तर त्यसले चाहिँ मलाई डेरिभेटिभ सिकाइदिएको फेरि नाम के हो भनेर सोद्धा गर्ने मान्छेले मलाई डेरिभेटिभ सिकाइदिएको हजुर ट्युसन पढेको होइन ऊ त मेरो साथी हो नि त पढाइमा होइन त्यो यति डेरिभेटिभमा मात्र ट्यालेन्ट अरू केही पनि नआउने नाम भन्न पनि थाहा छैन भन्थ्यो क्या त्यसले नामै थाहा थिएन त्यसलाई तर डेरिभेटिभ फेरि यस्तो इजिली गरिदिन्थ्यो नि त्यस्तो इजी छ क्या भाइ बहिनी डेरिभेटिभ चाहिँ ल अब यस्तो एक दुईवटा छुस्सा छुस्सा इक्जाम्पल हानिदिउँ न त होइन केही होइन इक्जाम्पल मात्र है त भाइ बहिनी जस्तै यता ध्यान दिनुहोस् है त यस्तो बेसिक इक्जाम्पल है तपाईँहरूलाई यो फर्मुला बुझ्नको लागि मात्र ल जस्तै हामीलाई क्वेसनले कस्तो सोध्छ भने 5x को पावर 4 सोध्छ यसको डेरिभेटिभ के हुने भयो 4 इन्टु 5 x को पावर 4 माइनस 1 20 x को पावर 3 डेरिभेटिभ सक्यो 2 मार्क्स आयो ल त्यसै गरी अब हामीलाई अर्को के सोध्ला भने ल भयो ल अब त्यसै गरी अब अर्को हामीलाई के सोध्ला भन्दा जस्तै फाइन्ड द डेरिभेटिभ्स अफ y इक्वल टु x को पावर 4 प्लस 3x क्युब प्लस 7 यस्तो सोध्यो है त हामीलाई अब यसलाई लेख्ने तरिका पनि मैले सिकाइदिन्छु है त हियर डिफ्रेन्सिएटिङ विथ रेस्पेक्टिभ टु x on both side यही हो त अनि dy इज इक्वल टु dx गरिदिनु पर्यो यो y भनेको यहाँको भ्यालु छ भन्न खोजेको एक स्टेप फेरि जम्प नगरिदिनु जस्तै यता हेर्नुहोस् है dy बाई dx भयो होइन डी बाई dx भयो अब y भनेको यो भयो x को पावर 4 प्लस 3x क्युब प्लस 7 अब यसको डेरिभेटिभ के हुन्छ 4x क्युब प्लस 3 तिहाई 9x स्क्वायर प्लस कन्सटेन्टको 0 गरेर 4x क्युब प्लस 9x स्क्वायर हुन्छ है यो फेरि एकचोटि मात्र डेरिभेटिभ गर्ने है दुईचोटि गर्ने चाहिँ अर्कै हुन्छ दुईचोटि पनि गर्नुपर्छ हामीले अलि पछि यो चाहिँ अहिलेलाई चाहिँ एकचोटि मात्र गर्ने है त भनेको क्वेसन चाहिँ हामीलाई अप्टिमाइजेसन गरेर डबल डेरिभेटिभ गरेर भनेर भन्छ हामीलाई ल अब सुन्नुहोस् है एकदमै सजिलो छ है त यो डेरिभेटिभ भनेको यत्तिकै मान्छेहरूले त्यो अप्ठ्यारो बनाइदिएका हुन् क्या कति सजिलो रहेछ नि है
एक हजुर ओ ल यता हेर्नुहोस् है त ल दामी यस्तै सोध्नु पऱ्यो क्या बुझिँदैन डाइरेक्ट गरेको एक्सको पावर 4 प्लस 3x क्युब प्लस 7 छ भने यसको डेरिभेटिभ के हुन्छ 4 इन्टु एक्स 4 को पावर -1 प्लस 3 अगाडि आयो 3 इन्टु 3 एक्सको पावर 3 -1 7 भनेको कन्सटेन्ट हो यसको 0 हुन्छ यो गर्दा 4x पावर घटाउँदा 3 प्लस 3 3 9 एक्स पावर घटाउँदा स्क्वायर भयो कुरा बुझ्नुभयो चन्द्रबहादुरजी दामी ल अब एउटा यसो एक दुईटा मात्र गरौँ है धेरै होइन ठ्याक्कै एउटा दुईटा मात्र है त ल हल्का हल्का बेसिक बेसिक कन्सेप्ट है त जस्तै यो एकचोटि ट्राई गर्नु त सबैजनाले अहिलेसम्मको बुझ्नुभयो भने 8 कहाँ डबल सेमिकोलन देख्नुभयो फेरि हो त राजा कहाँ यो डबल सेमिकोलन देखिन्छ यार यस्तो होला नि डबल सेमिकोलन त अनि होइन यार हेपेर यस्तो त भएन यार पठाम पठाम त राजा पठाम त ल रुक्नु है मैले केही सेकेन्ड हेरिदिइहालेँ ल अब अरू भाइ बहिनीहरू के भयो ल मैले गरिदिइहाल्छु है त नभए ल यता हेर्नुहोस् है हामीलाई नर्मल्ली डेरिभेटिभको के थाहा त अब यो 8 अगाडि आउँछ 8 इन्टु 1/8 यक्सको पावर 8 -1 गर्दा 7 भयो डाइरेक्ट यो बुझिन्छ यो बुझिन्छ कि नै भाइ बहिनी माइक खोलेर भन्नुहोस् त 8 होला नि यो त 9 जस्तो देख्नुभयो र 8 आउला नि अनि अगाडि त होइन र यो 8 हो है ल यक्सको पावर 8 -1 भयो प्लस अब 7 अगाडि भयो इन्टु
2/7 यक्सको पावर 7 माइनस 6 माइनस 2 अगाडि आयो 1/2 यक्सको पावर 2 माइनस 1 अब यो बी र 7 भनेको कन्स्ट्यान्ट हो 0 र 0 भयो यहाँसम्म बुझियो हजुर ए सरी 7 माइनस 1 1 भन्ने चाहिँ लेख्ने बेला 6 लेखेको छ कि डाइरेक्ट लेखिदिन्छु भनेर 7 माइनस 1 माइनस 2 इन्टु अब यता हेर्नुहोस् यो 8 र 8 काट्यो यक्सको पावर 7 प्लस 7 र 7 काट्यो 2 यक्सको पावर 6 2 र 2 काट्यो माइनस 1 को पावर 1 भने पनि एउटै हो नभने पनि एउटै हो बुझ्नुभयो सुन्नुहोस् है ध्यान दिएर सुन्नुहोस् यो पावर रुल फलो भएको छ क्या यहाँ कुन रुल भयो अरे पावर रुल हाम्रो जहिले पनि के हुन्छ नि यक्सको पावर 8 मात्र दिएछ भने हामीलाई 8 इन्टु यक्सको पावर 8 माइनस 1 भनेको हाम्रो यो डेरिभेटिभ हो हामीलाई यसपालि यो डिभाइडमा दिएछ क्या अरू केही पनि होइन यो भनेको हामीलाई डिभाइडमा झुक्काउनलाई दिएको हो अब यो यता मल्टिप्लाईमा छ यता डिभाइडमा छ काट्यो त्यो भएको अथवा सुरुदेखि यो यिनी बेसिक क्वेसनहरू त बुझ्नु भएको छ नि है माथि माथिको ओ यो चाहिँ के बुझ्नु भएन अब भन्नु त ल एकचोटि सपोज तपाईँलाई यो क्वेसन दियो हामीलाई 1/8 एक्सको पावर 8 ल यस्तो दियो ओ यो भनेको 8 अगाडि आयो इन्टु 1/8 यक्सको पावर 8 माइनस 1 भयो अब यहाँ इन्टु छ हो 8 8 एक आनी 8 डिभाइड बाई 8 यक्सको पावर 7 अब यो लेख्ने नि एउटै हो तर यो त काटिन्छ भन्ने त हामीलाई थाहा छ नि त त्यही भएर हामीले काटिदिएको के ल अरू बुझियो नि भाइ बहिनी हो ल तपाईँहरूलाई मैले एक दुईवटा हुन त ल भाइ ठिक छ के होमवर्क दिने त्यही फर्मुला मात्र पढे पुग्छ है तपाईँहरूले अरू केही पनि गर्नु परेन आजको लागि यति भाइ बहिनी हो मेन आजको मोटिभ भनेको तपाईँहरूलाई फर्मुला लेखाइदिने र बुझाइदिने काम थियो हल्का हल्का बुझ्नुभयो होला त्यति भए पुग्छ आजलाई यति अब हाम्रो भेट भनेको बुधबार हुनेछ अब अरू सब्जेक्ट पढ्नुहुन्छ भने भोलि र पर्सि पनि भेट भइहाल्छ अथवा म्याथ फर्स्टमा पनि भोलिदेखि भेट हुन्छ ल आजलाई यति अब अरू पढ्ने साथीभाइहरू पढ्दै गर्नलाई अगाडि अगाडिको प्र्याक्टिस गर्नलाई है यो म्याथ भनेको कस्तो हो भने फेरि एकचोटि मात्र पढेर पुग्दैन क्या बिर्सिहालिन्छ हामीले कस्तो ए हिजो भर्खरै पढे जस्तो लाग्दा कस्तो बिर्सेको जस्तो हुनसक्छ प्र्याक्टिस आफूलाई थाहा भए पनि एक दुई दिनमा फेरि रिभिजन चाहिँ गर्नुपर्छ है नजानेको बरु मलाई सोद्धा हुन्छ मैले सिकाइदिउँला ल हस् त भाइ बहिनी धन्यवाद गुड नाइट ह्याभ अ गुड स्याटरडे ल